तर कहिले नमुस्कुराउने मान्छे जति पश्चिम प्लास्टिक सर्जरी राम्रो देख्दैन, कसैले पनि मन पराउँदैन। लिडरमा मुस्कान छैन भने त्यो लिडर हुँदैन, लिडर हुन्छ। खुस्स पाउने भुल्या मुस्कुराएर हात कस्तो हुन्छ भन्नुहोस् त, मुस्कुराएर हात कस्तो हुन्छ देखाउनुहोस् न, यस्तो हुन्छ नि होइन, रिसाएर कस्तो हुन्छ यस्तो हुन्छ नि। अब चाहिँ के गरेछ भने यस्तो मुखलाई यस्तो बनाइदिन्छ अनि यस्तो मुखलाई यस्तो बनाइदिन्छ। मकसद के थियो भने यो मुखलाई यस्तो बनाएको मुस्कान आउँछ, यस्तो मुखलाई यस्तो बनाएको रिस आउँछ भनेर टेस्ट गरेको के को थियो, एकछिनपछि हेरेको धर्ता। कारण चेहराको कस्मेटिक प्लास्टिक सर्जरीबाट मुस्कान आएर मुस्कान निकाल्नलाई त दिलमा कस्मेटिक प्लास्टिक सर्जरी। अब यहाँ कस्मेटिक प्लास्टिक सर्जरी गरेर चिन्न थाल्नु के हुन्छ? चिनेर भन्ने कुरा होइन, त्यो त उहाँले आफूले आफूलाई चिन्यो, ब्रेनले होइन ब्रेनले चिन्यो। सोच्यो ठ्याक्क थिङ्क गर्नु म मुस्कुराउनुपर्छ, आज म वक्ता छु भनेपछि उठ्ने तरिकाहरू चाहिँ उठ्ने तरिका यसरी बस्नु भएको छ नि। अब तपाईँलाई मान्छेले हेर्न सुरु गर्यो, यस्तै बस्नु भएको छ, हल्का बस्नुहोस् न, हल्का बस्नुहोस् सिधा। अब बोल्ने पालो हजुरको आएको छ है, 3 पटक लामो सास फेर्नुहोस्, फेरि सुन्ने गरेन होइन, बिस्तारै सास, यसले कन्फिडेन्स बढाउँछ। फेरि सबै थापले गरेर भने होइन, फेरि बोल्ने पालो भने मनमा नै 3 पटक लामो सास लिनुभयो अनि 20 सेकेन्डपछि मुस्कुराउनुहोस्। अब यति मुस्कुराउनु सास लिएर भने टेन्सन स्ट्रेस तनाव सब दूर हुन्छ। त्यसपछि मुस्कुराएको सुरु गर्नुहोस्। उठ्नुभयो, उठ्दा फेरि अब तपाईँ मञ्चमा जानुभयो, एक बित्ता चालु गर्नु फरक लाग्छ, फेरि नाच्दै जानु नाच्दै त्यो भने तपाईँ हिँडाइ एक बित्ता चालु गर्नु पऱ्यो भने पछि मन्त्रालयमा दौडेर त्यहाँ जानु भएन, मन्त्रालय यसरी जानु भएन, एक बित्ता चालु गर्नु भनेको चाहिँ अन्दाजी भनेको छ। पछाडिको कुच्चोमा जोड दिनु होला। यसरी मञ्चमा जानुभयो भने अब गर्ल्स र बोइज उभिने तरिका फरक छ। उहाँ केटा मान्छे उहाँ उभिनु जस्तै गर्नु यसरी दिन्छ, अहिले झुक्यो मासतिर हेर्नुहोस्। अब केटी मान्छे कसरी उभिने हजुर आउनुहोस् न, एक कदम थोरै अगाडि बढाउनुहोस् विषय यो किन भन्नु न, शारीरिक बनावटको कारणले महिलाहरूलाई एकछिन अगाडि उभिएको राम्रो देखिन्छ। उभिनु भयो, उभिनु भयो, हात काँडा पनि काँडा हुन्छ नि त, अब पछाडि गयो पुरा चाहिँ आज मेरो विचार कसैको हात खल्किएर जान्छ, यहाँ किताब पढेर अझ थाहै भयो कसैको हात यस्तो हुन्छ, कसैको हात काँडा हुन्छ। हात मिलाउने तरिका चाहिँ हातलाई जहिले पनि कम्मरमा राख्ने, यसरी राख्छ, कम्मरमा नराख्ने, यसरी राख्दा हुन्छ, यसरी राख्ने, यसरी चलाउनु मिल्छ कि यसरी चलाउनु, यसरी राखिरहने। आज जनकपुर जैसी याद बोल्यो भने यसरी राख्ने, यसरी बोल्नुहोस्, यसरी बोल्नुहोस्, यसरी बोल्नुहोस्, तर यसरी नबोल्नुहोस्। यसरी हेऱ्यो भने घरसित कुहिन्छ मान्छेले आँखा देखाएर, यसरी बोल्नु हुँदैन। यो चोरौला कसैलाई पनि देखाउनु हुँदैन भन्छ नि, तेरो औला तल्ला भन्छ नि, औला यसो गर्नुहोस्, औला तल्ला भन्छ नि, त्यसो भन्छ औला तल्ला भन्छ नि। हो यो औला चाहिँ दुश्मन जस्तो राख्छ, त्यसलाई तल राख भनेको। हातलाई यसरी चलाउनुहोस्, यसरी चलाउनुहोस्, यसरी चलाउनुहोस्, यसरी चलाउनुहोस्, तर यसरी नचलाउनुहोस्। कम्मरभन्दा तल हात राख्छ, हात काँडा हो काँडा हुन्छ। हातलाई कम्मरभन्दा माथि राख्नुभयो भने हात काँडा हो भन्दै गर्दैन, हातले आफै स्ट्यान्ड चलाउँछ। अब मुस्कुराउनु भएको छ, हात यसरी चलाउनु भएको छ,
मञ्चमा जाँदाखेरि तपाईँ एक बित्ता चारोको फरकमा जानु भएको छ, टक्क मञ्चमा गएर उभिनु सेटमा लेडिज यसरी उभिनु भएको छ, जेन्ट्स यसरी उभिरहेको छ। अब हेर्नुहोस् न, तपाईँको 60% भाषण यसैले गर्छ। कन्फिडेन्स त्यसपछि बढ्छ, आत्मविश्वास बढ्यो लाग्छ। अब भाषण 40% आत्मविश्वासले गर्छ। के गर्नुपर्छ? स्वर, शब्द, शैली, भाषा, प्रस्तुति, 5वटा कुरा भन्नुहोस् त। स्वर, शब्द, शैली, भाषा, प्रस्तुति, यो 5वटा कुरा मिलाइदिनु भयो भने त भाषण इफेक्टिभ भइहाल्यो। कसरी मिलाउने त्यो कुरा चाहिँ म तपाईँहरूलाई अहिले भन्छु। हजुरहरू 3जना एकछिन नबस्नुहोस् है। अहिले भाषण हजुरले तयारी गर्नुभएको छ। अब तपाईँले 1 मिनट बोल्नुहोस् युवाको बारेमा, 1 मिनट बोल्नुहोस् वातावरणको बारेमा, 1 मिनट बोल्नुहोस् महिला अधिकारको बारेमा। ल, समय सुरु। माइक हाल्छ। 1 मिनट है। समय हेरिनुहोस्। धेरै धन्यवाद। मलाई आज यो सभ्य र भव्य यस इफेक्टिभ स्पिकिङ कार्यक्रममा बोल्ने मौका दिनुभएकोमा म सहितै धन्यवाद र यहाँप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आजका यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण मान्यज्यूहरूमा म पुनः नमन गर्न चाहन्छु र मलाई उहाँले जिम्मेवारी दिनुभएको छ युवाको बारेमा बोल्नको लागि। आजको दिन खास गरेर युवा दिवस भएको कारणले गर्दाखेरि मैले यो सौभाग्य पाएँ आज युवाको बारेमा बोल्नु। साथियों, युवा वास्तवमा देशको कर्णधार हो। सबैलाई नमस्कार। यहाँ उपस्थित सबै महानुभावहरूले म आज आकाशमा वातावरणको बारेमा बोल्न गइरहेको छु। वातावरण भन्नाले वास्तविकमा हामी बसेका जुन एरियामा हुन्छ त्यो क्षेत्रमा भएका सम्पूर्ण कुराहरू हाम्रो वातावरणमा आउँछ। वातावरणले दुवै कुरा जोड्छ, प्राकृतिक रूपमा आएको कुराहरूले र हामीले मानव निर्मित कुराहरू दुवै मिलाएर एउटा वातावरण गर्छ। त्यस हिसाबले अहिले यो हाम्रो 21st सेन्चुरीको हिसाबले कन्सिडर गर्दाखेरि हाम्रो वातावरण अहिले पल्युटेड छ होइन। बिना तयारी बोल्नुपर्ने अवस्था आउँछ, त्यसलाई अंशु भाषण भन्छ। धेरै जसो यस्तै भाषा गर्छ। भाषाका धेरै प्रकार हुन्छ, त्यो मध्येको एउटा प्रकार भनेको अंशु भाषण। अपठन आइरहेको तयारी नै छैन, कसरी गर्ने शुद्ध नुसिया भाषा घाटा गर्नु। उहाँले बोल्नुभयो, उहाँलाई समय उहाँले के ख्याल गर्नु भएन, मलाई दिनु समय 1 मिनट। उहाँले पुरा भूमिका बनाउँदैमा 2 मिनट खाइसक्नु भयो। आफ्नो कुरो राख्दैन समय छैन। वक्ताले ख्याल गर्नु पऱ्यो मलाई कति समय दिन्छ, म कुन विषयमा बोल्दैछु, म कहाँ बोल्दैछु, म कोसँग बोल्दैछु र म कसरी बोल्दैछु। युवा भनेर बोल्दा खालि जोसिएर बोल्नु पर्यो नि त। प्यारा भाइ बहिनी युवा साथीहरू, प्यारा भाइ बहिनी
युवा साथीहरू युवालाई ढिलाउनु पर्यो युवा साथीहरू कोही छुट्यो युवा भएकोमा युवा साथीहरू भन्दा कोही छुट्छ प्रमुख अतिथिज्यू उपस्थित साथीहरू कोही छुट्यो फलानाज्यू भन्दैमा दिएको 1 मिनेट सिद्धिएपछि बाँकी के बोल्यो अहिले बोल्नु त्यसैले तपाईँले ख्याल गर्नुभयो हामीले के गर्नुपर्छ भन्दा मलाई कति समय दिएको छ त्यो कुरा ख्याल गर्नु 5 मिनेट दिएको छ भने 5 मिनेटको ब्याकग्राउन्ड अब हामी के बोल्नु पर्यो अध्यक्षज्यू उपस्थित युवा साथीहरू मलाई विषय परेको थियो युवा दिवस सबैका सम्भावना इतिहासको गतिलाई प्रभावित पार्न सक्ने उच्चताको चम्किलो आदर्श महानताको स्वच्छ व्यक्तित्व विशालताको गौरवचित्त बोकेको मुटुको अन्तर्नाथ माटोको पुकार समर्पण परिभाषालाई बुझ्न सक्ने जोस जागर उत्साह भएको युवा हो गान्धी युवा हो तर मान्छेले भन्थे 70 वर्षसम्म पनि गान्धीले आफूलाई भने युवा हो युवा उमेरले होइन युवा स्पिरिटले हुन्छ युवा एउटा वायु हुन्छ युवा तेज हुन्छ तेज शक्तिको बिचमा लामो कुरा गर्न सक्दैन एउटै मात्रै कुरा भन्छु समय एक मिनेट मात्रै छ जाग युवा तिमी युवा हामी युवा देशका युवा विश्वका युवा यस्तो गर्दाको मलाई विषय दिनुभयो त्यसमा पैसा दिनुपर्दैछु मलाई चाहिने भएको लागि अब यो कुरा गर्दैछु भन्नु त ब्याकग्राउन्डमा हाम्रो 3 मिनेट गयो भने हामीले 1 मिनेट के गर्छौँ युज गर्छौँ सधैँ अल्लाह 1 मिनेट हामी राखिदिन्छ है अब तपाईँले भनेर यसलाई के भन्छ थाहा छ एको भन्छ टेको मेरो क्लासमा 45 मिनट इङ्ग्लिस पढाउने टिचरले चाहिने भनेर भन्थे चाहिने भनेको चाहिने हामीले सोध्थ्यौँ उसको पिरियड हो भनेको चाहिने सक्यो भन्थ्यो अनि उहाँले 45 मिनट पढाउँदा हामी 300 मिनट चाहिने भन्दैछ अनि एकजना विद्यार्थी उठेर सोध्नु सर तपाईँको चाहिने सुन्न आएको पढाइ सुन्न राम्रो बोल्नु भएको छ भन्ने बानी अब के को रहेछ भाइ वातावरण भन्ने विषय बोल्नु भएको छ स्वच्छ सुन्दर र एउटा पक्षीको कल्पना गर्ने संस्कार संस्कृति भनेको प्रकृति सबैको आवश्यकता छ भन्ने कुराको महसुस गर्न सक्ने प्रकृतिको नाम वातावरण प्रकृतिप्रतिको बुझाइप्रतिको समर्पण वातावरणप्रतिको समर्पण त्यसैले हामीलाई देवाको गीत सेतीको सङ्गीत र चरणबाट स्पर्शमा सम्मोहित हुने सन्तति हामी खोजेका छौँ जनकको आदर्श र सीताको आदर्शबाट समाजलाई उत्प्रेरित गर्ने समाज हामीले खोजेका छौँ यो दुईटै कुरालाई जोडेर कुरा हेर्यो भने प्रकृति स्वच्छ हुनुपर्छ प्रकृतिमा बस्ने जनावर मान्छे सबै प्राणीहरू स्वस्थ हुनुपर्छ स्वच्छ र स्वस्थको प्रस्तुति नै वातावरण त्यसै जोडा बनाएको अहिले दुईवटा कुरा जोड्नु बहुत भएको एउटा प्राकृतिक एउटा सामाजिक प्रकृति पनि वातावरण हो सामाजिक पनि वातावरण हो प्रकृति स्वच्छ हुनुपर्छ सामाजिक स्वस्थ हुनुपर्छ यति त हो उहाँले बोल्नुभयो उहाँले राम्रो बोल्नु भएको छ माइक्रोफोन भन्दा बडा ढाडा हो त्यो काला आइलाइ माइक समात्नु यो दुईटा औँलालाई यो दुई औँलाले छेक्नुहोस् यसरी हेलो माइक यसरी समातिने होइन माइक यसरी समातिने होइन यसरी यो गलत यो दुईटा औँला यो मान्छे औँला र छोरा औँलाको बिचमा दुई औँलाले तातिदिनुहोस् क्लियर यदि हातले माइक समातेर बोल्नु पऱ्यो भने हातले समाएर बोल्नु परेन भने चाहिँ माइकको चारो गर्नु परेन त्यसरी माइक राख्ने चारो फेरि नापेर भने होइन अन्दाजी चारो गर्नुमा माइक राख्नुहोस् यसरी समातेर
आवाज राम्रो देखिन्छ, माइक समातेको राम्रो देखिन्छ। अनि लास्टमा राम्रो कुरा ल्याइरहनु भएको पुग्याउनु भएन। समय गयो भने चाहिँ आत्तिहाल्नु भयो। समय गएपछि झ्याप्पै छोडिदिने होइन कि समय गयो भने के भयो भने यसरी भने यसरी जसरी तसरी बोल्न सक्यो। यसरी महिलाहरूको विकासको निमित्त समाजलाई प्रेरित गर्न जरुरी छ। धन्यवाद भन्नु त पऱ्यो नि त। महिलाहरू हुन सक्छ टाइम छ, महिलाहरूको टाइम सकेपछि धन्यवाद, महिलाहरू धन्यवाद। बिट मार्नु पनि परेन, बिट मार्न पनि जान्नुपर्छ। सकेसम्म बिट एकदमै सुमधुर। मैले सबै कुरा भनिसकेँ, एउटै कुरा भन्न बाँकी छ। आई रेस्पेक्ट जेसिस, आई लभ जेसिस भन्ने के हो कुन कुरा भनेको? अथवा आई अलवेज विथ यु। म एउटै कुरा भन्न चाहन्छु, आई अलवेज विथ यु। आज बुझिहाल्नु? यो मनको बस्ती र यो मनको बस्तीमा एउटा पुल बनाउनु छ। त्यो पुलमा एउटा यात्री हिँड्दैछ, एउटा दुईटा यात्री हिँड्दैछ। त्यो यात्री एउटा कुनै प्रसङ्ग जोडेर अथवा टुङ्ग्याउनुभन्दा पहिला एउटा कथा भन्छु। म आफ्नो कुरा टुङ्ग्याउन चाहन्छु। अहिले हाम्रो हरिजीको कथा भन्नु, म एउटा कथा भन्छु। कमिला म एउटा कथा, बाघ आइरहेको थियो। राजाले एउटा हरिणको मासु खान मन लागेको हरिण ल्याएर राख्यो। हरिणको काम थियो एउटा कुकुर ल्याएर पाल्यो, हरिण समाप्त भयो। कुकुरलाई छोडिदिएको, कुकुरले हरिण लकाउँदै थियो। हरिण अघि अघि, कुकुर पछि पछि, घन्टौँ भइसक्यो। कुकुरले हरिण समात्न सकेन। अनि त्यसपछि टाढाबाट हेरेको एउटा होसियारीले हरिण समातेर खाइदियो। राजा लक्षमा लाग्यो, मैले कुकुर 84 मिनट पारेको कुकुरले हरिण समात्न सकेन। खानै नपाएको होसियारीले हरिण किन समात्यो? जवाब एउटै थियो, विद्वानहरूले भने सरकार तपाईँको कुकुरले हरिण समात्दै थियो तपाईँको लागि, तर होसियारीले हरिण समातेको आफ्नो लागि, जो आमलाई खायो। म्यासेज यही हो, काम गरौँ। सन्देश दिनु पऱ्यो नि। म्यासेज यही हो, काम गरौँ, आफ्नो लागि भनेर काम गरौँ, जो पनि गर्नु सक्छ। कथा हो कि म्यासेज नदिनु भयो। टुङ्ग्याउनु भन्दा एउटा कथा हो। अब टुङ्ग्याउनु भन्दा कुनै मुक्त भन्नु हो। म एउटै कुरा भन्न चाहन्छु, अन्तमा जिन्दगी खूबसूरत है लेकिन जीना नहीं आया, हर चीज में नशा है लेकिन पीना नहीं आया। मुक्त करती हो। चांदनी चाँद से निकल के तड़पना धरती का पड़ता है, प्यार आंखों में होता है, तड़पना दिल का पड़ता है। अब तपाईले कतै कतै प्रसन्न जोड्नु पर्ने कथा छोड्छ के गर्नुहुन्छ? लास्टमा गर्नु म एउटै कुरा भन्न चाहन्छु। धरणीधर कोइरालाले भन्नुभएको जाग 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 लाग उन्नति विषय अब लाग गोरो भयो अब त निन्दा त्याग। कविको यो कविताका साथ मेरा वक्तव्य यही पुग्छु। युवाहरूलाई एउटै सन्देश दिन चाहन्छु, जाग 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 अब जाग जाग। युवाहरू उन्नतितिर लाग। सबैको सन्देश आजको दिनले यही दिन सकोस्। मेरो पनि सन्देश यही दिन। टुङ्ग्याउने बेलामा कुनै प्रसङ्गले टुङ्ग्याउनुहोस्। अब हामी कसरी टुङ्ग्याउँछौँ थाहा छ? हाम्रो ट्रेडिसनल भाषा बोल्नु भन्छ बोल्छ राख्दैन। मेरा 2 शब्दहरू यही टुङ्ग्याउँछु। त्यो 2 शब्द मात्रै बोल्या 1000 शब्द पनि राख्दैन। 2 शब्द अनि बिचमा अन्तमा भन्छ फेरि भाषण सुरु गर्छ। अन्तमा भन्छ टुङ्ग्याउनु पर्यो नि त, फेरि सुरु गर्ने हो। अनि राम्रो भाषा गर्ने मान्छे कसैले गाली गर्छ। गाली गर्ने मान्छेले राम्रो भाषा पनि गर्छ। हाम्रो नेपालमा पोलिटिकल ट्रेन छ नि, हेर्नुहोस् त, उसले गाली गरे, उसले गाली गरे, त्यसमा त्यहाँ नेता भयो कहिले त? एक दिन एउटा काण्डलाल जेल गयो भने सबै कुरा खत्तम, जिरोमा।
लिडर भनेको पोजिसन र लिडर फरक छ। भाषण गर्ने मान्छेमा छ नि स्पिकरको पोजिसन हो, स्पिच लिडर डिफरेन्ट अफ स्पिच एन्ड स्पिकर। पोजिसन एन्ड जस्तो अध्यक्ष बन्नु पनि त्यो मञ्चमा एउटा अध्यक्ष चाहिन्छ भनेर राख्यो, गएर मञ्चमा बोल्नुभयो, त्यो बोलाएर मलाई कर्मचारीको लागि म धन्यवाद भनेर बस्या भयो भने कर्मचारीमा जान्छ। आज उहाँले गएर बोल्नुभयो, जनकपुर जेसीलाई धन्यवाद, मलाई कर्मचारी दिनको लागि म धन्यवाद भनेर बस्या भने पनि त्यो टोकन अफ लक कहाँ जाएर थियो अनि उहाँले 5 मिनट भाषण गरेर त्यहाँ के पाउनु भिडियो टोकन अफ लक पाउनु कि त्यही हो लोगोले पाउनु बोलीले पाउनु के मात्र फरक के हो भने कुर्सीमा बस्नु पोजिसन हो, मञ्चमा गएर सबैलाई प्रेरणा दिनु त्यो लिडर हो। पोजिसन लिडरसिपमा हुन्छ। उपमेयर क्यान्डिडेट पोजिसनको लागि जानुभयो, जितेर उहाँले जनकपुरमा नयाँ काम गर्नुभयो भने उहाँ उपमेयर लिडर हुन्छ। अन्त काठमाडौँमा बाले जात जनकपुर नेपालभरि बाले बियर देखि पनि आफ्नो भति पनि आएको मेयर पहिला आएन, मेयरै फक्त सधैँ भइरहेको बाले किन भएको पहिला विद्या के भयो विद्यार्थी पेसप किन भयो के भन्यो लिडरसिप र पोजिसन डिफ्रेन्ट कुरा। हामी कसरी बुझ्छौँ भने लिडरसिप भनेको चाहिँ पदमा पुगेपछि सभापति भएपछि नेता भयो होइन। म मेरो भतिजा भन्नु कुरा त जनकपुर जेसीको प्रेसिडेन्ट पदाधिकारी यो वर्षको अन्तमा आउने भन्दा फरक खाने देखाएको लिडरसिप फरक। प्रधानमन्त्री भयो पोजिसन महाथेर जस्तो काम लिडर कुर्सीमा एउटा कालीबाबा बस्या कुन चाहिँ ठुलो कुरा होइन। डक्टर त सबैले एडमिट गराएको किन काठमाडौँमा भगवान भएर आउँछ। इन्जिनियर त जसले पासै ल्याउने तर किन खराब इन्जिनियर भन्छ, आर्किटेक्ट किन भन्छ भन्दा कुनै पनि पोजिसनमा यहाँ एचिभमेन्ट गर्नुहुन्छ नि त्यो एचिभमेन्टमा डिफ्रेन्ट कलर दिनुहोस् त्यो लिडर हो। जेसीले सिकाउने लिडरसिप ट्रेनिङ पनि त्यही लिडरसिप ट्रेनिङ। यो वर्षको थिम हाम्रो अध्यक्षको थिम पनि त्यही छ भने लिडरसिप इज आवर ड्युटी, लिडरसिप इज आवर ड्युटी, पोजिसन इज आवर